यस्तो त हुन्छ साथी, हेर न। एक दिनलाई भोट हाल्न जान्छु भनेर गएकी मेरी साथी, राम 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 राम। भोलिपल्ट फोन हान्छु उठाउँदिनँ, पर्सिपल्ट फोन हान्छु उठाउँदिनँ, फोनै उठाउँदिनँ, भालै दिन्न। बरु मलाई ब्लक गर्नु नि जस्तो पनि लाग्यो मलाई। अनि लु त किन यस्तो मरिहत्ते गरिछे भनेर मैले उसको मम्मीलाई पनि फोन गरेँ अरे। अब उसको मम्मी त मामला आउनुभएको रहेछ। नानी म त मामला आएको छु भन्नुभयो। अनि लु है त भनेर के गरिछे त यसले, कतै यसको भिजिट भिसा त लागेन जस्तो त मलाई फिल भइरहेको थियो। अनि त्यस पछाडि 3 दिनका दिनमा मैले भिडियो कल गर्दा हेर हालत उसको यस्तो रहेछ। केटीलाई अघि भिजिट भिसा लागिसकेछ, आफू चाहिँ घन्टीको पार्टी खाउँला उसलाई भनेर पर्खेर बसेको। साथीहरूलाई रुबिना आउन देऊ, अनि घन्टीका पार्टी खाउँला भनेर बसेको त हेर्न। घन्टीले जितेको त केही नै छैन। बिचारा साथीलाई भिजिट भिसा लागेको रहेछ।